नमस्कार, अप्पन विशेषमा स्वागत छ। म अजय शाह शिवाली। आज कला क्षेत्रसँग सम्बन्धित विषयमा कुराकानी गर्न गइरहेका छौँ र विशेष गरेर चलचित्र क्षेत्रको कुरा गर्ने भने चलचित्र थुप्रै नेपालमा थुप्रै चलचित्रहरू बनिरहेका छन् र त्यसमध्ये केही मात्र उत्कृष्ट भइरहेका छन् र पछिल्लो समयमा हेर्ने हो भने यस्तै उत्कृष्ट चलचित्र दिन सफल निर्देशक आज हामी समक्ष हुनुहुन्छ यादव कुमार भट्टराई। आज हामी उहाँसँगै कुराकानी गर्न गइरहेका छौँ। यादवजी, कार्यक्रममा स्वागत छ। धन्यवाद अजयजी। तपाईँ विगतको कुरा गर्ने हो भने रङ्गकर्मी हुँदै पत्रकारिता क्षेत्र हुँदै त्यसपछि फेरि यो चलचित्र क्षेत्रमा लाग्नु भएको छ र पछिल्लो समयमा जसरी तपाईँको झोला भन्ने चलचित्र एकदमै चर्चित भयो र त्यसपछि अहिले भोर भन्ने चलचित्र बनाइराख्नु भएको छ। यो भोर भन्ने चलचित्रको निर्माण कार्य चाहिँ कहाँसम्म पुग्यो? चलचित्र भोर अहिले हामीले डबिङ कार्य सम्पन्न भइसकेको छ। अब यसपछि प्राविधिक कामहरू जस्तो ब्याकग्राउन्ड म्युजिक भनिन्छ र अर्को चाहिँ साउन्डको काम अनि कलर करेक्सन र त्यसको मिक्सिङको काम लगभग 1.5 महिनाको काम चाहिँ बाँकी छ भने लगभग 2 महिनाभित्रमा पिक्चर तयार गर्ने अवस्थामा छु भन्नुभयो। कहिलेसम्म निर्माण सम्पन्न भइसक्छ सबै? अब 2 महिनामा पिक्चर तयार हुन्छ हाम्रो पिक्चर र त्यही अनुसारको कार्य गरिरहेका छौँ अझै। हजुर, अब कहिले चलचित्रको पर्दामा चाहिँ कहिले आउनुभयो? अब यो यसलाई हामीले मिति तय गरिसकेका छैनौँ किनभनेदेखि पिक्चरलाई हामीले 1 वर्ष लगाएर सुटिङ गऱ्यौँ र यसको प्राविधिक कार्यलाई पनि हामीले अत्यन्त मेहनत गरेका छौँ किनभने एउटा राम्रो पिक्चर बनाउन सकिन्छ भन्ने खालको एउटा विश्वास भएको हुनाले हामीले यसलाई अलिकति मेहनत गरेका छौँ। पिक्चर बनाइसके पछाडि हामी सम्भवतः केही फेस्टिभलमा पठाउँछौँ होला अनि त्यसको च्यारिटी प्रिमियर गरेर च्यारिटी गर्छौँ सम्भवतः, किनभनेदेखि यो एउटा चलचित्र मात्रै नभएर सामाजिक अभियानकै रूपमा जान सक्छ भन्ने हाम्रो चाहिँ विश्वास भएको हुनाले हामीले त्यसलाई कसरी लान्छौँ भन्ने कुरो चाहिँ त्यसपछि फाइनल गर्छौँ। त्यस पिक्चर हामी तयार यो 2 महिनाभित्र गरेर त्यसपछिको प्लानिङ अगाडि जाँदैछ। हजुर, यो भोर शब्द भन्ने हो भने मैथिली शब्द भोर जसलाई बिहानी बिहान भन्न सकिन्छ होइन? के रहेछ यो चलचित्रको कथावस्तु केही भन्न सकिन्छ? के रहेछ कथावस्तु भन्दा त कथा त समाजकै कथा हुन्। हजुर, मूल रूपमा हामीले जस्तो अब भोर चलचित्र शीर्षक राख्नुको पछाडि के देखियो भनेदेखि हामीले एउटा कालो एउटा अँध्यारो अत्यन्त गाढा अत्यन्तै भयावह रातको कथा भनिरहेका छौँ र त्यो कथा दाइजोमाथि छ। दाइजो र त्यसले समाजमा पारिरहेका विभिन्न किसिमका समाजलाई नै कसरी गाँजेको छ भन्ने कुरालाई हामीले एउटा त्यसलाई सूक्ष्म किसिमले अत्यन्त त्यो व्यवहारिक रूपमा र मान्छेले साँच्चै व्यवहारिक रूपमै त्यो अनुभूत हुने किसिमले चाहिँ हामीले प्रस्तुत गरेका हुन्छौँ र त्यसबाट हामीले पक्कै पनि मलाई लाग्छ अँध्यारोको कथा भनिराख्दा आशावादी भएर हामीले केही त्यसपछि त्यो अँध्यारो पछाडिको पहिलो प्रकाश उज्यालोको कथा भन्न खोजिरहेछौँ, त्यो मार्ग खोजिरहेछौँ। भनेपछि विशेष गरेर दाइजो प्रथा विरुद्धको या भनौँ दाइजो लेनदेन यस्तो काम गर्नुहुन्न भनेर सन्देश दिनलाई बनाइएको हो? होइन, यसरी पनि नबुझौँ। मूल रूपमा के देखियो भनेदेखि दाइजो र त्यसले प्रभाव पारेको जुन पारेको छ प्रभावलाई त्यो खोजिएको छ। किनभनेदेखि जस्तो त्यसले एउटा महिलामाथि अन्याय गरिरहेको छ। आज महिला चाहिँ हो के त? हामीले नारी चाहिँ के हो त? हामीले नारीलाई के भनेर बुझेर चाहिँ त्यो व्यवहार गरिरहेछौँ? आखिर त्यो के को लागि गरिरहेछौँ? त्यसको कारणले को दुःखी भइरहेछ त? त्यसको पीडामा को जकडिरहेछ त भन्ने कुराको खोज हो हाम्रो। त्यसपछि हामीले त्यहाँबाट अगाडि जान अथवा त्यसको अगाडि कसरी जान सकिन्छ भन्ने कुरा पनि खोजेको हुनसक्छ। तर रियालिस्टिक अहिले देखिएको समाजको यथार्थलाई तपाईँहरू यो प्रत्यक्ष रूपमा यहीँ हुनुहुन्छ। घटनाहरू धेरै टेलिभिजनमा तपाईँहरूका समाचारहरू तपाईँहरूले वाचन गर्नुहुन्छ, जो समाचार वाचन गर्दा पनि तपाईँको आँखा जिरिङ्ग हुन्छ। त्यो टपिक्स त्यस्ता समाचारहरू वाचन गरिराख्नुपर्छ जो समाजमा घटिरहेका छन्। त्यो दाइजोको नाममा होस् अथवा महिलाको नाममा होस् अथवा महिलालाई गरिने विभिन्न किसिमका बोक्सीको नाममा अथवा सामाजिक रूपमा गरिने विभिन्न किसिमका विभेदका कारण गरिराख्नु भएको छ। भनेपछि यो चलचित्रमा मूलभूत रूपमा के विषय समेटिएको छ? एउटा त दाइजोको कुरा गर्नु होइन, यसो हो अरू महिलासँग सम्बन्धित अन्य विषयहरू पनि छन्? होइन, यसो छ। हामीले एउटा बिम्बको रूपमा दाइजोलाई प्रयोग गरेका छौँ। खासमा यसलाई बुझ्नुपर्ने कुरो चाहिँ के छ भने त्यो दाइजो र त्यो समाज त्यसले समाजमा पारिरहेको प्रभाव र त्यसको उसको खोजी हो हामीले। अन्य विषयवस्तु त्यस्तो धेरै छैन किनभने आखिरी तपाईँ दाइजो भन्नुहोस् अथवा बोक्सी भन्नुहोस् अथवा कुनै एकल महिलाको भनेको कारणले गरिने जुन व्यवहार छ त्यो विभेद एउटा महिलामाथि गरिने विभेद हो। त्यसलाई बिम्बको रूपमा बुझिदिनु होला। हामीले दाइजोमाथि मूलतः दाइजोमाथि केन्द्रित भएर त्यसले समाजमा पारिरहेको प्रभाव र त्यसले समाजमा जुन किसिमको पीडा दिइरहेछ, जुन दर्द दिइरहेछ
होल समाजै त्यहाँ प्रयोग गरिरहेको त्यो पीडामा छटपटिरहेछ। त्यो छटपटिको त्यो पीडाको लेभल कुन हो भन्ने कुराको खोज गरेका छौँ हामीले। हजुर, भनेपछि अँध्यारोबाट चाहिँ उज्यालोतर्फ लैजाने महिलाहरूलाई त्यो एउटा मार्गनिर्देश गर्ने चाहिँ त्यो एउटा चेतना जागोस् भनेर त्यो हिसाबले महिलाको मात्रै भएन, होल समाज होल समाज। किनभने जस्तो एउटा हामीले के बुझिरहेको छौँ भनेदेखि नारी माथि हामीले जे भावना राखेर त्यो बुझाइ नै गलत छ। वास्तवमा ऊ त हाम्रो माता हो, जननी हो, त्यो आमा उसैबाट जन्मियौँ हामी। आमा आखिरी आमा पनि त नारी नै छिन्, अनि त्यो श्रीमती पनि नारी छिन्, छोरी पनि नारी छिन् भन्दाखेरि आखिर तिनैको कारणले गर्दा यो संसार चलिरहेको छ। उनीहरू त हामीभन्दा अझ अगाडि छन्। नारीहरूको अवस्था भनेको पुरुषभन्दा चाहिँ एक स्टेप अगाडि छ। उनीहरूको कारणले हामी छौँ। आज मायाको खानी भनेको माया घरमा गएर मिठो गरेर पकाएर दिने को हो? तिनै महिला हो, तिनै आमा हो, तिनै श्रीमती। दाइजो अब तर त्यो दाइजोको नाममा हामीले जे अन्याय गरिरहेको छौँ, उनीहरूमाथि पीडा गरिरहेछौँ, त्यो पीडाले हामीलाई पनि छोएको छ। सबभन्दा दाइजोको कुरा गर्ने हो भने दाइजोसँग सम्बन्धित नेपालमै थुप्रै चलचित्रहरू बनिसकेका छन्। भनेपछि तपाईँले जुन यो चलचित्र निर्माणको यो क्रममा रहेको छ भोड भन्ने चलचित्र, यो चाहिँ कसरी पृथक, जसरी तपाईँले एउटा समाजको कुरा गर्नुभयो, समाजलाई परिवर्तन गर्ने किसिमको बनाइएको छ। अब अरू के रहेछ यसमा? अब मैले मूल रूपमा चाहिँ मेरो आफ्नो प्रष्ट रूपमा चाहिँ म के भन्छु भने, मैले मेहनत गरेको छु, मेरो आफ्नो बुद्धिले क्षमताले भ्याएर। हाम्रो टिम छ, हाम्रो टिमले एउटा मेहनत गरेको छ। त्यसमा विभिन्न पक्ष, क्यामेराम्यानदेखि लिएर म्युजिकदेखि लिएर तपाईँको स्क्रिप्टदेखि लिएर सम्पूर्ण कार्यमा निर्मातादेखि लिएर सबैजनाको एउटा टिम छ। त्यो टिमको एउटा निष्कर्ष हो यो। हामीले यसरी पिक्चर बनाउनुपर्छ भने हामीले एउटा पिक्चर बनाउँछौँ होइन, कथाकारदेखि लिएर। त्यसले चाहिँ के मूल रूपमा खोजिरहेको कुरो के हो भनेदेखि हामीले फेरि पनि मूल रूपमा गर्न खोजेको व्यवसाय नै हो यो। हेर्नुहोस्, किनभने हामीले करोडौँ रुपियाँ लगानी गर्छौँ भनेदेखि त्यो व्यवसाय नै हो। भनिन्छ चलचित्रमा मसलाहरू राखिने होइन, विभिन्न किसिमका। अब त्यस्तो छ कि एउटा जसरी तपाईँले यसअघि बनाउनु भएको चलचित्र झोलाको कुरा गर्ने हो भने विशुद्ध एउटा सती प्रथासँग जोडिएको थियो होइन। अब यो चलचित्र पनि करिब करिब त्यस्तै हो कि एउटा भनौँ न डकुमेन्ट्री भनौँ या एउटा सन्देशमूलक त्यस्तो टाइपको कला चलचित्र भन्छ नि, त्यस्तो हो कि कस्तो चाहिँ? अहिले अब यसलाई कसरी भनौँ भने आखिर चलचित्र हो होइन। अब चलचित्र वास्तवमा चलचित्रभित्र धेरै किसिमका कुराहरू पर्छन्, तर अब अन्य मसला केही पनि छैन। यो समाजको यथार्थ चित्र हो। जस्तो झोला थियो, झोला हेर्दा जुन एउटा यथार्थ बोध गर्नुभयो। अब यो चाहिँ के भन्दा एउटा आखिरी नेपाली चलचित्रको एउटा आफ्नोपनको खोज पनि हो। र यो अत्यन्तै रियलिस्टिक बेसमा बनेको चलचित्र हो। यथार्थभन्दा 1 इन्च पनि आर्ट फिल्म भन्न मिल्छ होइन। यसलाई अब आर्टै भनौँ। अब आर्ट भन्दाखेरि चाहिँ त्यसले आर्टले व्यापार गर्दैन कि भन्ने खालको कन्जुस हुन्छ, जे भने पनि हुन्छ। एउटा यो विशुद्ध मौलिक नेपाली चलचित्र हो। यो मिथिलाञ्चलको कथा व्यथा बोकेको विशुद्ध मौलिक नेपाली कथानक चलचित्र हो। अब यसलाई अब त्यो त के बनाएको छु मैले, कस्तो छ भन्ने कुरो त भोलि बनिसकेको दर्शकले सबै कुरा भन्न मिलेन होइन। यसो छ, अब यो आवश्यक पनि छैन। किन भनेदेखि अब त्यो कुराको मेरो पनि त आफ्नो किसिमको सोच मैले व्यक्त गर्न खोजेको छु। कम्तीमा दर्शकले जो छुट्याइ नै हाल्नुहुन्छ होइन। मैले त्यो कुरामा त्यतैतिर म जानु, तर पनि मूल रूपमा के हो भनेदेखि यो एउटा विशुद्ध मौलिक चलचित्र हो। यो चाहिँ अझ मैले भन्दाखेरि मिथिलाञ्चलको विशुद्ध नेपाली कथानक चलचित्र। हजुर, अब यो चलचित्रको भाषाको कुरा गर्ने हो भने कुन कुन भाषा रहेछ यो चलचित्र? अब जस्तो समाज जस्तो छ त्यस्तै। मैथिली शब्द संस्कृत शब्द हो होइन। त्यसरी मैथिली धेरै उसमा प्रयोग हुन्छ, भोर भन्ने शब्द। तर हामीले प्रयोग गरिराखेको भाषा भनेको चाहिँ जस्तो समाज जस्तो छ। जस्तो हामी मधेस समुदायको मान्छे भेट भयो भने आफ्नो घर परिवारमा हामी मैथिली बोल्छौँ होइन। त्यस्तै पहाडिया मान्छेसँग भेट्यो भने उसले मैथिली पनि बोलेको हुन्छ, नेपाली पनि बोलिरहेको हुनसक्छ। अब सरकारी कार्यालयमा जाँदाखेरि प्राय नर्मली नेपाली भाषा प्रयोग गरिन्छ। त्यस्तै खालको रियलिस्टिक एकदम समाज जस्तो छ त्यसरी नै हामीले प्रस्तुत गरेका छौँ। यसमा कुनै एउटा भाषा भनेर त्यस्तो चाहिँ उ गर्नु अब नेपाली र मैथिली भाषा छ यसमा सिधा कुरो गर्दाखेरि। तर यो नेपाली कथानक चलचित्र हो। हजुर, कति घन्टाको चलचित्र? यो चलचित्र 2 घन्टाको छ। हजुर, अब यसको कथा वस्तुको विषयमा अझै अलिक केलाउँ। सुरुवात कसरी हुन्छ यसको चाहिँ, अब जुन क्लाइमेक्सका कुराहरू भन्यो भने के छन्? के होइन, यो महत्त्वपूर्ण रूपमा यो पिक्चरले नै टेलिङ गर्ने कुराहरू अजयजी, म एकदम सिरियस कुरो गर्छु। तर महत्त्वपूर्ण कुरो के भनेदेखि जस्तो यो पिक्चरमा हामीले मिथिलाञ्चलमा फिल्म बनाएका छौँ होइन। सबै कलाकारहरू यहाँका प्रयोग गरेका छौँ। सबभन्दा ठुलो कुरो भनेको हेर्नुहोस् अजयजी होइन, जस्तो एउटा फिल्महरू बन्दाखेरि स्टारहरू खोज्ने चलन थियो
होइन स्टार खोज्छन् फलाना खोज्छन् तर किन हाम्रा कलाकारहरू भनेका मिथिलाञ्चलका हुनुहुन्छ सम्पूर्ण रूपमा जुन यही मिथिलाञ्चल क्षेत्रमा जस्तो मिनाप भयो विभिन्न अन्य रङ्गकर्मका कलाकारहरू हुन्छ हामीले त्यो प्रयोग गरेका छौँ त्यो सबभन्दा ठुलो प्रयोग जहाँको विषयवस्तु हो त्यहीँका कलाकारहरूलाई चाहिँ यहाँ चाहिँ भन्नु नि कसैले मौका दिनुभएको छ मौका होइन उहाँहरूलाई चाहिँ मौका अगाडि बढ्न पनि त्यो पनि होइन खास मेरो त्यो आवश्यकतै थियो मैले जुन प्याटर्नको चलचित्र बनाउँथेँ मैले यहाँको कलाकार प्रयोग नगरेको भए मैले योभन्दा बढी समय लाग्न सक्थ्यो किनभनेदेखि हामीले बनाउने चलचित्र भनेको चाहिँ यथार्थवादी चलचित्र भनेपछि एउटा परम्परालाई त तपाईँले ब्रेक गर्नुभयो नि त्यसो वास्तवमा किनभने नेपालकै कुरा गर्ने भने नेपालमा थुप्रै नेपाली चलचित्रहरू त बनिरहेका छन् नि होइन तर जहाँ मधेसीको कुरा आउँछ जहाँ मिथिलाको कुरा आउँछ त्यहाँ मधेसी समुदायलाई नै यहाँ त्यहीँका भनौँ न लोकल कलाकारलाई चाहिँ खोजी नीति त्यस्तो बेला गरिँदैन होइन अब अन्य समुदायलाई नै त्यो भाषालाई बिगारेर होस् या कसरी होस् त्यसरी प्रस्तुत गरेको पनि देखिन्छ नि होइन भनेपछि एउटा त्यो परम्परालाई तोड्नु भयो त्यो पनि भयो एउटा विकासक्रम पनि भन्छु म जस्तो त्यसरी तोडेँ भनेर मैले त्यसरी भन्नुको केही अर्थ छैन होइन मूल रूपमा जसरी त्यो हिजो त्यसरी प्रयोग हुन्थ्यो भने त्योभन्दा अगाडि बढ्दैछ क्या होइन अब जस्तो अब हामीले चाहिँ यहाँ आएर चाहिँ यो चलचित्र बनाइसकेपछि पछाडि भनेको अब एउटा किसिमको चाहिँ के भनेदेखि अब यहाँको कलाकारको यहाँको लोकेसनको यहाँको कथाको यहाँको यथार्थको होइन सब कुराको एक्सपोज यसले चाहिँ त्यो स्ट्रेन्थ जुन छ अनि सबभन्दा ठुलो कुरो व्यापारको मधेसमा अहिले पनि तपाईँ भन्नुहुन्छ अजय सर जस्तो यो देशमा नेपाली चलचित्रको बजार कति ठाउँ छ कभरेज एरिया कन्फिडेन्स एरिया भनेको 25% पनि छैन 25% एरियामा हामीले व्यापार गरेर सर्भाइभ हुनु परेको छ आधा मधेस पहाड हिमालको कुरो छोड्नुहोस् आधा मधेस जहाँ यातायातको सुविधा छ आज पनि हेर्नुहोस् अलिअलि विकास गर्न सकिन्छ राम्रा दर्शकहरू छन् त्यहाँ प्रशस्त जनसङ्ख्या छ उनीहरू त्यो एफोर्ड गर्न सक्छन् उनीहरूलाई त्यो सुविधा छ भने त्यहाँको बजारलाई हामीले ध्यानै दिनौँ त्यही त अब ध्यान किन ढिलो त अब एउटा इच्छा भयो कि होइन अब मिथिलाञ्चलकै कलाकारहरूलाई बनाएर अझ यहीँका विषयवस्तुलाई समेटेर एउटा चलचित्र बनाउनु पर्यो भनेपछि त्यति ढिलो चाहिँ किन भयो अब ढिलोको किन भयो भन्ने कुरो अब होस आएन भन्नुहोस् होइन तर अब आइसकेपछि पछाडि यसलाई कसरी अगाडि लाने किनभने कस्तो छाप परेको छ भने नेपाली चलचित्र भनेको त्यसमा मधेसी छैन कि एउटा चाहिँ त्यस्तो खालको सोच आउँदो रहेछ अब यो कुराको बन्द हुँदैछ अब यही आवश्यकता महसुस भएर हामी यहाँ आयो होला मलाई एउटा हामी के क्लियर हौँ भनेदेखि अब त्यो पाइलो चालिसकेको छ किनभने त्यो यहाँको स्ट्रेन्थ हो यो मधेसको स्ट्रेन्थ हो यो तराईको मधेसको यो स्ट्रेन्थ हो यहाँका सब्जेक्टहरूमाथि यहाँका पिक्चर बनाउने भनेदेखि म ग्यारेन्टीका साथ भन्छु होइन त्यसले राम्रो किसिमको व्यापार गर्छ होइन त्यो माथि पनि व्यापार गर्छ यहाँ मात्रै होइन तपाईँ समग्र देशभरि व्यापार हुन्छ त्यो एउटा सोच पलाओस् होइन पलाइसक्यो आइसक्यो किन आखिर छेकेको के छ र भन्नुहोस् न तपाईँ भन्नुहुन्छ छेकेको के छ तर समस्या के छ भनेदेखि त्यो उताबाट पनि पहल हुनुपर्छ र लोकल्लीबाट पनि त्यो कुरोको इनिसिएटिभ लिनैपर्छ मैले दोष दिँदा मलाई केन्द्रलाई मात्रै म दोष दिँदा हे भगवान् तपाईँ मान्नुहोस् न यी बसेका मान्छेले पनि त त्यो कुरोको इनिसिएटिभ लिन सक्दैन त उनीहरूको स्ट्रेन्थ छ तपाईँ भन्नुहोस् युट्युबमै एउटा भिडियो राम्रो खालको भिडियो हालिदिनु भन्दाखेरि कति कमाउँछ भन्नुहोस् त खोइ त्यो चेतना त हामीमा महत्त्वपूर्ण कुरो के हो त हामीले पनि त्यो आफ्नो स्ट्रेन्थ चिनाएको छैन काठमाडौँको किन दोष दिनुहुन्छ काठमाडौँले त मधेसलाई आफ्नै किसिमले हेरिरहेको होला उसको आफ्नै किसिमको सोच होला तपाईँ भन्नुहोस् यथार्थ कुरो बताउने भने धेरै चाखलाग्दा कुराहरू छन् तर महत्त्वपूर्ण कुरा हामीले के भने हेर्नुहोस् हिजो के भयो भन्नेतिर जानुहुँदैन दाजु किनभने आज यो देशलाई आवश्यकता परेको थियो हिजो यो गरेर ऊ गर भन्ने कुरो होइन अब हामीले अगाडि जाने किनभनेदेखि हामीले जब गर्दा हुन्छ त्यो सम्भव छ किनभनेदेखि एउटै कुरो मान्नुहोस् आज हामी मिथिलाञ्चलमा मैले यो सुटिङ गर्नुन्जेली यो यत्रो 1.5 वर्ष बस्नुन्जेलीसम्म देख्यो के भने हाम्रो भाषाको के हो त लडाइँ भन्ने खालको कुरो हेर्नुहोस् यहाँ मेरो बुझाइ चाहिँ आफ्नो कुरो के छ भनेदेखि हामी जो मान्छे हौँ भाषाले त्यसैलाई उठाउने हो हामीले त बोध गर्ने हो जस्तो म पहाडको मान्छे हुँदाखेरि ओह यति सम्पन्न रहेछ यति शिष्ट रहेछ यति भव्य रहेछ भन्ने कुरो त्यसरी यहाँ प्रयत्न कति भयो त महत्त्वपूर्ण कुरो के थियो त हेर्नुहोस् हामीले अर्कालाई मात्रै दोष दियौँ आफूले गर्ने प्रयत्न गरिरहेको छैनौँ त्यो एउटा कुरो राज्यको त दोष छ किनभने आज सारा समस्या यो देशको होल समस्या मात्र मधेसमा बढी होला त्यो कुरो तपाईँ दाइजो भन्नुहोस् अन्य सामाजिक समस्या विकृतिका कुरा गर्नुहुन्छ भनेदेखि यहाँ अलिक बढी देखियो होला
तर त्यसको दोष त राज्यलाई नि जान्छ, किनभने गार्जेनको समस्या छ। त्यो त देखिएको कुरो। अब परिवर्तन आउँछ भन्ने आशा गरौँ, किनभने हिजो बितेको कुराप्रति हामीले गुनासो गर्नु हुँदैन, हरेकमा त्यो भावना हुनुपर्छ, किन भविष्य त हाम्रो हो नि त। र त्यही पाइलो हेर्छ। आज चलचित्रको हकमा पनि त्यही हो। यो चलचित्रमा मैले आएर यहाँ कलाकारहरूलाई दया गरेको होइन, यो कुरो भन्नु हुँदैन, अहङ्कार हुन्छ। मैले त एउटा ठुलो विषयमाथि काम गर्ने एउटा ठुलो अवसर प्राप्त, त्यो न्याय गर्नुभयो। अब त्यो मैले न्याय गरिनँ, त्यो पिक्चर हेरेपछि थाहा हुन्छ। तर मैले आफूले यहाँ बसेर त्यो आफ्नो एउटा सम्भावनाको खोज गरेँ हुँ। हाम्रो टिमले आएर चाहिँ यहाँ आएर यो कुराको खोज गरेको। अब यो कति हाम्रो खोज कति सही रहेछ के रहेछ भन्ने कुरो त पछि थाहा हुन्छ। कुराकानीको क्रम जारी रहनेछ। दर्शकबिन अहिले ब्रेकपछि कुराकानी क्रम जारी रहनेछ। ब्रेकपछि अपन विशेषमा स्वागत छ। आज हामीसँग हुनुहुन्छ भोर चलचित्रका निर्देशक यादव कुमार भट्टराई। आज हामी उहाँले जुन चलचित्र बनाइराख्नु भएको छ यस विषयमा चर्चा गरिरहेका छौँ। यसका साथै समसामयिक चलचित्रसँग सम्बन्धित विषयमा पनि कुराकानी गरिरहेका छौँ। भट्टराईजी, अब त्यो दिन कहिले आउला जुन दिन हामी यो भन्न सक्छौँ कि नेपाली चलचित्र भन्ने बित्तिकै सबै समुदाय, सबै भाषाभाषी सबै समेटियोस्, सबैले चाहिँ अपनत्व बोध गरोस्। अब तपाईँ हामीमा यो किसिमको भावना आइसकेपछि पछाडि कहिले आउँछ भन्ने जब हामीसँग जिज्ञासा भइसकेपछि त्यसको सुरुवात हो भन्ने बुझ्नु पर्यो। अब महत्त्वपूर्ण रूपमा अब भोरले नै यो कार्य गर्छ भन्ने कुरो म भन्दिनँ, तर के भने पहिलो पाइलो चाहिँ पक्कै हो, सम्पूर्ण रूपमा यही होइन। र तर के हो भनेदेखि मैले आफूले के लागिरहेको छु भने सबभन्दा ठुलो कुरो के अहिले नेपाली चलचित्र सबभन्दा ठुलो सङ्कट। एउटा कुरा, सबभन्दा ठुलो कुरो के हो भनेदेखि यो चलचित्र नेपाली चलचित्रको बजारको सबभन्दा ठुलो समस्या छ। हेर्नुहोस्, बजार यो तराईमा सबभन्दा बढी छ। हेर्नुहोस्, जब बजार भइसकेको छ, त्यो बजार हुन्छ, त्यो बजारमा गएपछि यसरी बजारमा सुरक्षित हो, त्यहाँ व्यापार हुन सक्छ भन्ने विश्वास हुने बित्तिकै त्यसपछि अब त्यो एउटा लेभलको हुन्छ। त्यो विश्वासको सिर्जना चलचित्र भोरले गर्छ भन्ने हाम्रो विश्वास। अब सुरु भइसकेछ भन्नुहोस्। अब यसको विकास क्रम कति हुन्छ भन्ने कुरो हेर्नुहोस्। अब त संहिता आइसकेको छ मूल रूपमा। हेर्नुहोस्, अब महत्त्वपूर्ण रूपमा अर्को म एकदम भन्नै पर्ने जरुरी छ, संहिता हामीले के को लागि ल्यायौँ? फेरि पनि त्यही केन्द्रलाई गाली गर्न पाइँदैन। अब त्यो कुरोबाट तपाईँहरूले मुक्त हुनुपर्छ। तपाईँको टेलिभिजनले अब हरेकलाई चाहिँ त्यो कुरोको म्यासेज दिनुपर्छ। कुरो के त म्यासेज दिने भन्दा अब तपाईँले अपनत्व अब आफ्नो फिल गर्नुपर्छ, होइन? आइसकेको छ नि त भन्दा यहीँ छ। कहाँ छ त भन्दा यहीँ सँगै छ, हामीसँगै छ। त्यसको सुरुवात चाहिँ एउटा चलचित्र माध्यमबाट गर्नुभयो होइन? यो त अझ यो संहिताको त्योभन्दा परै रहेर गरेछ, समग्र रूपमै गरिसकेछ। तर अब हामीले खोज्नुपर्ने भनेको अब संहिता हरेकले खोज्नुपर्छ र अब शक्ति विकेन्द्रीकरण भइसकेको छ भन्ने खालको अवस्थामा जानुपर्छ। व्यावहारिक रूपमा छैन त्यो खोज्नु पर्यो। अझै पनि फेरि पनि केन्द्रकै कलाकारहरू आउँछन् भन्ने खालको कुरो गरेर चाहिँ कला क्षेत्रको चाहिँ विकास हुँदैन। यहाँका मान्छेले, स्थानीय मान्छेले पनि त्यो कुरालाई बोध गर्नुपर्छ। बोध गर्न सकेमा एउटा कुरा मलाई आफूलाई चाहिँ हेर्नुहोस् अजयजी, है, किनभने मैले आफूले पनि केही धेरै समय यो क्षेत्रमा बसेपछि मलाई यो मेरो आफ्नै क्षेत्र हो। हेर्नुहोस्, हुन त देशै मेरो आफ्नो हो, तर के हो भनेदेखि अब स्थानीय रूपमा कलाकारिताको क्षेत्रमा सबैले त्यो कुराको बोध गरेर कार्य गर्नुपर्छ। अब सुरु भइसकेको छ यो कुरो मान्नुहोस्। हजुर, तपाईँ अहिले जनकपुरमा हुनुहुन्छ र यो डबिङको कामहरू पनि यहीँ गइराख्नु भएको छ, होइन? अब विगतकै कुरा गर्ने भने अब प्राथमिकतामा नपर्ने के, होइन? सबै स्रोत सम्पन्न सबै हुँदै पनि, होइन, सम्पन्नता हुँदै पनि प्राथमिकता नपर्ने भनेपछि यो चिजलाई पनि तपाईँले चाहिँ यो देखाउन खोज्नु भयो कि होइन काठमाडौँ मात्रै होइन है भनेर चाहिँ एउटा देखाउन खोज्नु भयो? होइन, यस्तो हो। अब त्यो होइन नि, त्यो त पहिलेदेखि नै थियो। त्यो मान्छेले जति बुझ्यो त्यही अनुसारको गर्ने हो, चेतना राख्ने। हेर्नुहोस्, मैले यो भावनामा यो नजोडिने भावना दुवै पक्षको दोष देखाएको छु। हेर्नुहोस्, मेरो चाहिँ आफ्नो किन अस्पष्ट हुन्छ नि, तर मूल रूपमा कुरो के हो भनेदेखि मैले यहाँ डबिङ गर्नुपर्ने त मेरो आफ्नो बाध्यता पनि थियो। किन थियो भन्दा आर्टिस्टहरू जम्मै यहीँको हुनुहुन्थ्यो, होइन? अब म यहाँकै क्वालिटी योग्य रेकर्डिस्ट भेटेको छु, डबिङ यहाँ चाहिँ स्टुडियो त्यो खालको भेटेको छु, योग्य मान्छे यहाँ छन्, होइन? यहाँको भनौँ न अब जनशक्ति, कलाकार भनौँ, यहाँको प्राविधिक भनौँ, होइन? जस्तै किनभने तपाईँ सबै काम भोर चलचित्रको धेरै जस्तो काम चाहिँ यहीँ गरिराख्नु भएको छ भनेपछि उता तपाईँले झोला चलचित्र बनाइसक्नुभयो, होइन? कतिको फरक पाउनुभयो तपाईँ? यस्तो हो, मलाई लाग्छ के भने अब उहाँको पनि राम्रै हो, तर यहाँको पनि नराम्रो छैन, गजब छ। म पूर्ण सन्तुष्ट छु। त्यो राम्रो छ कि छैन भन्ने कुरो त अहिले मैले भनेको मात्रै,
त्यो त भोलि दर्शकले पनि देख्नुहुन्छ किन हामीले त देखिने काम गरिरहेको छौँ नि हजुर र म 100% सन्तुष्ट छु। हजुर अब अपेक्षा कस्तो छ झोला चलचित्र बनाइसकेपछि एउटा तपाईँको जुन चर्चा देशमा मात्रै होइन विदेशमा समेत पुग्यो एउटा होइन सती प्रथालाई लिएर जुन चलचित्र बनाउनु भएको थियो र अब भोर चलचित्र बनाइराख्नु भएको छ त्यो चाहिँ मैथिली नेपाली विभिन्न भाषाहरू समेटेर बनाइराख्नु भएको छ भनेपछि अपेक्षा चाहिँ कतिको छ तपाईँलाई यो झोला चलचित्रको एउटा उचाइ जुन थियो त्यो उचाइ लिन्छ होइन अब हरेक प्रोडक्टको आफ्नै उचाइ हुन्छ आफ्नो विशेषता हुन्छ होइन त्यसकै उचाइ यसले लिन्छ यसले दिन्छ नाप्ने मापदण्ड केही पनि छैन हेर्नुहोस् होइन तर इमान्दार साथ म के भन्छु भने हामीले जसरी हाम्रो टिमले जुन किसिमले चाहिँ मेहनत र परिश्रम गरेको छ र सम्पूर्ण रूपमा जे साथ सहयोग हामीले प्राप्त गरेका छौँ प्रकृतिदेखि लिएर हरेक कुराले हामीलाई साथ दिएको छ त्यसले चाहिँ के सङ्केत गरेको छ भने यो उत्कृष्ट बन्छ भन्ने सङ्केत गरेको छ। बाँकी कुरा त फेरि पनि मैले ठुलो कुरो गर्नु अहङ्कार हुन्छ फिल्म नदेखिकन नहेरिकन दर्शकले हेरेपछि लगानी कति छ लगानी अब यसको राम्रै खर्च भएको छ अहिले हामीले टोटल क्यालकुलेसन गर्छौँ अझै लगानीकै क्रममा झोलाभन्दा बढी जान्छ बढी छ किनभनेदेखि हामीले एक वर्षसम्म त सुटिङ मात्रै गरेका छौँ एकदम हामीले क्यामेरा अनै मात्रै गरेका छौँ त्यसपछि अगाडिको रिसर्च त्यसपछि डबिङदेखि अन्य कार्यहरूदेखि लिएर सबै कार्य गर्ने भनेदेखि राम्रो खर्च भएको छ तर के हो म ग्यारेन्टी चाहिँ भन्छु भने जुन जति खर्च अरूतिर यही यसै पिरियड लिएर गरिन्थ्यो त्योभन्दा चाहिँ धेरै कममा यहाँ काम लगानीकर्ता को हुनुहुन्छ देवेन्द्र प्रसाद सुवेदी हुनुहुन्छ त्यसपछि रामगोपाल थापा राज तिमल सिन्हा होइन यो झोलाको टिमसँग जोडिएकै साथीहरू अनि अन्य स्थानीय रूपमा पनि हामीलाई सपोर्ट गर्ने साथीहरू हुनुहुन्छ उहाँहरू चाहिँ कसरी कन्भिन्स चाहिँ कसरी हुनुभयो जसरी भनौँ न अब मिथिलाञ्चलमा सुटिङ मिथिलाञ्चलमा सबै थोक मिथिलाको कथावस्तु होइन एउटा हुन्छ नि लगानीकर्ता नपाउने के त्यो जुन चाहिँ यहाँ पनि देखिन्छ मैथिली चलचित्रहरू बनाउनु पर्यो भने मैथिली होस् या भोजपुरी चलचित्रहरू बनाउनु पर्यो भने लगानीकर्ता नभेट्ने के किनभने मैथिली चल्दैन भोजपुरी चल्दैन भन्ने एउटा मानसिकता छ त्यो चाहिँ माइन्डसेट छ पुरा यस्तो भयो भनेपछि यो कतै न कतै यो पनि थियो होला त्यसमा कन्भिन्स चाहिँ कसरी होइन त्यो त समस्या भएन हाम्रो एउटा टिम छ होइन हाम्रो टिम छ टिमभित्रका साथीहरूले अब जुन एउटा सामूहिक रूपमा एउटा अवधारणा विकास भइसकेको छ कसरी त्यसको सम्भावना के हुन्छ भोलि पैसा कसरी उठ्न सक्छ होइन यहाँ हामीले यति खर्च गर्छौँ कति खर्च लाग्छ त्यो कति पैसा उठ्न सक्छ त्यसको प्रभाव के हुनसक्छ त्यो हामी अलिकति अध्ययन गर्छौँ अब जस्तो हामीले पिक्चर त्यसै रेन्डमली बनाउँदैनौँ होइन त्यसैले त्यसको सम्भाव्यता हामीले डिटेलमै गएर चाहिँ 1 by 1 सर्वे गर्ने भन्दा पनि टेन्टिभली अब धेरै कुरो इन्फर्मेसन डाटाहरू तपाईँको अहिले हामी इन्टरनेट थ्रु प्राप्त गर्न सक्छौँ होइन अनि आफूले पनि इन्डिभिजुअली अब त्यो अध्ययन गरेको छ बुझेको छ होइन त्यो सम्पूर्ण कुरालाई हेरेर हामीले विश्लेषण गरेर फाइनल गरे हो यो होइन कि हामी मैथिलीको विकास गर्न आएको मात्रै भन्ने हो हामीले फिल्म बनाइरहेको छ त्यो कुरालाई लिएर आउँदाखेरि त्यो नयाँ हुन्छ होइन यदि मैथिलीको भाषाको विकास कसरी विस्तार हुनसक्छ त भन्दा यो विस्तार लिएर यो पिक्चर बन्यो भनेदेखि अरू मान्छेहरूले बुझ्न थाल्छन् बोल्नै पर्दैन बुझ्न थाल्ने बित्तिकै त त्यसको साहित्यको विकास भयो त्यो भावनात्मक रूपमा जोडियो कति धेरै कार्य हुनसक्छ नि त त्यो अर्को पार्ट हो तर के हो भने हाम्रो चाहिँ फेरि पनि मूलत रूपमा व्यावसायिक रूपमै आएका हौँ हामी र यहाँ सम्भावना छ भन्ने कुराको हाम्रो विश्वास हो र त्यसको हामीले वास्तवमा भन्यो भने त्यो आइस ब्रेक गर्न खोजे हो हामीले त्यसको चाहिँ त्यसको लागि धन्यवाद पनि छ र हामी अन्त्यतिर पनि आइसकेका छौँ तपाईँ सुरुमा रङ्गकर्मी होइन त्यसपछि पत्रकारिता क्षेत्र पनि लाग्नुभयो होइन त्यत्रो वर्षसम्म पत्रकारिता पनि गर्नुभयो फेरि चलचित्र क्षेत्रमा यो चाहिँ कसरी भयो यो चाहिँ होइन यो अब त यो प्रकृतिले नै आफ्नै किसिमको सङ्केत गर्दै लग्यो मेरो चाहिँ आफ्नो मूल रूपमा चाहिँ मेरो नि म स्वतन्त्र रूपमा अभिव्यक्त गर्न चाहन्थेँ जुनसुकै मिडियामा रहँदा पनि मेरो एकदम सत्य कुरो बोल्दैछु र मैले आफूले कार्य गरिसकेको छु मलाई थाहा थिएन त्यसरी नै गाइड भएछ मैले फेरि पुरा प्लानिङ गरेर कुनै हालतु गरेको हालत छैन मलाई प्रकृतिले त्यही अनुसारको व्यवस्था गर्दै लगेछ झोलाको निर्देशन गर्नु पर्यो मैले टिमका साथीहरूले मलाई गरिसकेपछि त्यसपछि चाहिँ मैले वास्तवमा बोध गरेँ यो पनि एउटा ठुलो पत्रकारिता रहेछ सञ्चार कर्म रहेछ र यो अत्यन्त स्वतन्त्र रूपमा अभिव्यक्त गर्न सकिने रहेछ यदि आफू सम्पूर्ण रूपमा स्वतन्त्र बन्न सक्यो आफू बन्नु पर्यो पहिला त आफू बन्नु पर्यो मैले जस्तो टेलिभिजनमा अनलाइन उसमा रेडियोमा पत्रिकामा काम गर्दाखेरि चाहिँ त्यहाँ प्रभाव थियो उनीहरूको प्रभाव हुन्थ्यो तर यहाँ स्वतन्त्र देखेँ अनि मैले देखेँ कि मलाई सबभन्दा मेरो सही चिज यही रहेछ भन्ने लागेर म धेरै स्वतन्त्र भएर अभिव्यक्त गर्न प्रयत्न गरिरहेको छु अबको योजना के छ यो चलचित्रपछि अब यो खासै के छैन चलचित्र नै बनाउँछु होला तर म महत्त्वपूर्ण रूपमा अब तत्काललाई भने चलचित्र बनाएर यसको बजार र मार्केटिङको लागि चाहिँ हामी यसमा हाम्रो टिमै समर्पित हुँदैछ
र त्यसको प्रदर्शनको एउटा तयारी गरेर डेट गरेर छौँ। अब भएछ भने इन्टरनेसनल फेस्टिभलसम्म जान सक्छन् त्यो पनि प्रयत्न गर्ने, नभए पनि फरक छैन, किनभने हामीले पिक्चर व्यापारकै लागि गर्नु खोजेको, व्यवसायकै लागि। यो रिलिज चाहिँ कहाँदेखि अब अहिले मैले हामीले टेन्टिभली असोजको समयमा पार्छौँ कि भन्ने लागिरहेको छ, किन बिचमा अलिकति हामीले केही एक्टिभिटीहरू गर्न चाहे नेपालभरि गर्ने उद्देश्य छ। एकै सबै देशैभरि रिलिज हुन्छ र प्रत्येक हलहरूमा सकेसम्म रिलिज गर्ने प्रयत्न असोजमा गर्ने। असोजको समय हुन्छ त्यो हामीले डिस्ट्रिब्युटरसँग नबसिकन पिक्चर नबनिकन हामीले होल खाका बनाउन नचाहेको, किनभनेदेखि पिक्चरको केही कामहरू बाँकी छ। कति प्रतिशत जति काम बाँकी छ? काम अब हामीले भन्दाखेरि अब 2 महिनामा पिक्चर तयार हुन्छ, यही हो। अब प्रतिशतको हिसाबले क्यालकुलेसन त गाह्रो हो, तर 2 महिना पछाडि पिक्चर तयार हुन्छ। अब हामीले नयाँ वर्षको वरिपरि हामीले प्रिमियर गर्दैछौँ पिक्चरलाई, त्यसपछि अलिकति च्यारिटी गर्छौँ, फेस्टिभल हुँदै हामीले अलिकति पठाउने प्रयत्न गर्छौँ, होइन के थाहा, होइन के हुँदो रहेछ हामीले बुझिरहेको, हामीले गरिरहेको मेहनत, किन असाध्यै धेरै मेहनत भएको छ कलाकारहरूको, प्राविधिकहरूको, होइन अब हामीको सबैको चाहिँ लगानी गर्ने मान्छे सबैको चाहिँ आफ्नो किसिमको राम्रो इन्भल्भमेन्ट भएको छ, रिजल्ट पनि राम्रै निस्किन्छ कि भन्ने सङ्केत देखाएको छ अहिलेसम्म। त्यही कारण हामीले यसलाई त्यसै किसिमले नै प्रस्तुत गर्न खोजेका छौँ। बाँकी कुरा त तपाईँहरू मार्फत नै हामी आइहाल्नेछौँ। हजुर, हस् त, धेरै धेरै धन्यवाद अजयजी, साह्रै खुसी लाग्यो। आदरणीय दर्शकवृन्द, उहाँ हुनुहुन्थ्यो यादव कुमार भट्टराई, भोर नामक चलचित्रका निर्देशक, जुन चलचित्र अन्तिम चरणमा पुगिसकेको छ र असोज महिनामा प्रदर्शनको तयारी पनि भइरहेको छ। आज हामी यही चलचित्रसँग सम्बन्धित विषयमा कुराकानी गर्दैथ्यौँ। हस्त, नमस्कार।